यसरी बस्छन् के हुन्न अनि फत्तै चाउमिन माथि पर्नु पर्यो भाइले कप्पै खाइदियो भने क्यार हुन्छ कतिपय कुरा चाहिँ यो मान्छेहरुको अगाडि यो हो भनेर अनि आफूलाई लाज हुन्छ नि त भन्न गाई चोर आज चाहिँ मेरो घरमा म्याकबुक आउँदैछ म एकदमै एक्साइटेड छु कि बिहानदेखि नै त्यही भन्नलाई म त्यहाँदेखि हिँड्दै हिँड्दै यहाँ आएको छु अझै रुम पाइएन चौरमा सुत्यौँ भनेर गफ हान्छन् चौरमा खाँदा त यस्तो मजा चौरमा सुत्न पाए कस्तो हुन्थ्यो आज राति ट्राई हान्दिउँ क्या यार ब्रो मैले भिडियो खिचेर हालिदिन्छु कि त्यही भएर मलाई धेरै दिन्छन् कि यिनीहरूले सो हेलो एन्ड वाट्सअप गाइज दिस इज योर बोय आदि र अस्ति म म्याकबुक किन्न गएको थिएँ नि त्यो भिडियो हेर्नुभयो हजुरहरूले हेर्नु भएको छैन थ्याट हेर्नुपर्छ नि यतापट्टि आएको छ हेर्नु है त्यो भिडियो र आजको भ्लग चाहिँ एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ मैले पहिला यो आसुसको ल्यापटप युज गरेर आसु होइन के अरे एसुस भन्दो रहेछ कि मलाई त्यो 2 वर्षपछि बल्ल थाहा भएको है ल्यापटप किनेको यो ल्यापटपबाट भिडियो एडिट गर्थेँ अब यसले लास्टै ल्याङ हुने कि होइन भिडियो एडिट गर्न 4 घन्टा लाग्ने यो युकेमा घन्टाको 12 पाउन्ड आउने ठाउँमा युट्युबले मलाई 2 पेन्स पनि पे गर्दैन किन चाहिँ त्यत्रो समय वेस्ट गरेर एडिट गर्नु भनेर चाहिँ म म्याकबुक किन्न गएको थिएँ के किन जान्ने भएर म्याकबुक किन्न गएको फेरि समस्या के आइपर्यो आई कुड नट अफोर्ड इट किन भन्दा पैसा त टन्नै लाग्दो रहेछ त्यही भएर त्यसको जुगाड गर्नलाई मैले सुँगुरको खोर लिएको थिएँ पिगी ब्याङ्क भन्छ होइन यसलाई र आज चाहिँ मैले यो फोरेर यसमा कति छ पैसा भनेर हेर्दैछु अलिअलि पैसा मसँग छ यसको जोडजाम गरेर अब म्याकबुक चाहिँ जसरी पनि किन्नै पर्यो हजुरहरूलाई बबाल भ्लग देखाउनु पर्यो भनेर यो फोर्न लागेको छु लेट्स है त कति छ यसमा सो मैले यो सुँगुरको खोरबाट पैसा लिँदैछु गोरेहरूले यसलाई पिगी ब्याङ्क भन्छन् कि खै किन पिगी ब्याङ्क भनेको पनि थाहा छैन यिनीहरूले बढी पोर्क खाने भएर होला कि यसैमा पैसा जम्मा गर्दै पोर्कको मासु किन्नलाई र मैले फोर्दैछु है त पैसा काटियो भने फेरि टेन्सन हुन्छ नेपालकै भुड्की फोर्न सजिलो है झ्याममा पार्दै फुटिहाल्छ यो त फुट्दै फुटेन यार गाह्रो पर्यो नि त मलाई टन्नै छ जस्तो हो कति छ गनौ है त हेर्नु त रुपियाँ होइन यो त पाउन्ड हो या यतिले आउला त यार म्याकबुक ल अब गर्न थालौँ है त सुरुमा मैले 20 को लिएको छु र यो जति पनि पैसा छ नि मैले युके आएर अलिअलि गर्दै जम्मा गरेको थिएँ कि सबै त होइन जस अलिकति चाहिँ भुड्कीमा हाल्ने गरेको थिएँ एक दिन चाहिँ मलाई म्याकबुक किन्न म एप्पल स्टोर जान्छु त्यसपछि चाहिँ त्यहाँ गएर म्याकबुक किन्ने पैसा नभएपछि मलाई एकदमै मन खिन्न हुन्छ अनि मलाई जसरी पनि म्याकबुक किन्न मन लाउँछ भन्ने त्यो बेलामै सोचेको क्या हेर्नु त कति दिगो सोचेर छु मैले गन्दैछु कति भयो चाहिँ हेरौँ है त नेपालमा फेरि भुड्की फोर्न ला होइन दाइ दिदीहरू आएर छेउमा बस्दिने अनि लुत्त पैसा चोर्दिने लास्टमा गन्ने बेलामा त पैसै छैन यहाँ चाहिँ धन्न कोही छैन यार त्यसरी चोर्ने त्यही भएर म एक्लैले एकाधिकार जमाइरहेको छु यहाँ अर्को 10 यहाँ लुके रहेछ नि त यो 10 थियो 10 लाई त 10 कै ठाउँमा राख्नु पर्यो अहिले 5 बन्ड गनियो भने फेरि पसलेलाई धेरै दिन्छ अब यी 5 भए त्यसपछि यहाँ 1 र 2 छन् 1 को 2 वटा एकदम पुरानो सिक्का रहेछ एउटा यहाँ छ 2 1 2 3 4 160 280 160 340 440 1000 खोज्न पर्ने हो नि त अझै यसमा अझै छ कि टकटकम है त 20 आयो यहाँबाट ओहो यसै गरी फेरि हात छिराउँदा 20 आउने हो भने त पुग्थ्यो कतै यस्तो हिँड्दाखेरि यस्तै टक्क टाउको राखेर पनि भ्लग गर्न मिल्यो अनि के गाइजहरु आजको यिनीहरूले हल्ला गरेर त बोल्नै थिएन यार एकैछिन यहाँ जहाँ पनि यार कि कुकरले डिस्टर्ब गरे कि त भट्टाट ड्रिल मेसिनले डिस्टर्ब गरे कि गाइजहरूले अनि गाइजहरू आज मैले यो भ्लग गर्नुको रिजन चाहिँ आज चाहिँ मेरो म्याकबुक आउँदैछ म्याकबुक त्यही भएर चाहिँ यसो गाइजहरूलाई चाहिँ सुनाएको छैन मैले होइन तर म एक्साइटेड छु कि भित्रभित्र फुरुङ्ग छु कि है अनि त्यसपछि घरमा जाँदाखेरि चाहिँ म्याकबुक आइरहेको हुन्छ अब त्यो म्याकबुकको सदुपयोग गर्नु त पऱ्यो अनि त्यसपछि क्यारी सदुपयोग गर्ने त भन्दा एउटा भ्लग गरे जस्तो त गर्न पऱ्यो नि त त्यसको लागि होइन र नत्र त के मजा भयो त नि यार घरमा म्याकबुक मगाएको छ यता कालैमा गएर खिचिदिन्छु के खा र यार म्याकबुकले गोरो निकालिदिइहाल्छ एडिट गरेर कालो भएर खिच्छु म त कम त मजा हुन्छ यसरी बाहिर पानी परेको छ गाडीभित्र बसेर हिँड्न केरा छ यहाँ त्यसपछि यहाँ क्रोसेन छ
गाई चाहिँ अगाडिपट्टि बसेन न यिनीहरूलाई थाहा नदिई मैले यो सकाउने जमर्को गर्दैछु जाम जुन सकाइदिन्छु कि तपाईँको सिद्धान्त भने चाहिँ अगाडि बसेकालाई पक्कै नराख्ने अब अगाडि बसेका त्यो बाहिरको दृश्य हेरेर अगाउने यो बहिनीलाई कप लिन पठाएको अब यस्ता एक बाँस कप लिएर आइछन् अब तिमीले ल्याएको कफी यसमा धेरै हुन्छ त्यही भनेको अब एकजनालाई यति पनि पुग्दैन कि कफी यति अनि मैले खाना पर्यो भने पिँधला हुन्छ हेर्दै अनि गरेपछि बल्ल मुखमा आउँछ अब के गरेर खाने खै थर्मस हेरौँ त तीनटा कुरा बराबरी मान्छे कप कफी कप त ठुलो छ अब मैले यहाँ कफी पाउँदैछु मेरो भागको कफी ए भयो 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 ए भइसक्यो कि बराबरी यति कफी भयो भने पनि थाप्न नछोड्ने दाइ भन्ने सोच भयो कि अब यो कसरी खाने हो ए कफी चेस गरौँ ल ल ल ग्लास देखेर त हाँस्यो यसभित्र कफी कति छ हेर्नु ग्लास कसै मान्छे यत्रो मान्छेलाई यहाँ कफी कति छ यो त लास्टै फान्ने यार हेर्नु न ब्रो ल खाना पर्यो यस्तो यही हो मेरो छैन छैन फेरि ऊ के अरे जे पनि चेस गर्नु पर्यो ल चेस यो चाहिँ खानाको झोला सिटको गोजीमा चम्चा यहाँ सिटको गोजीमा चम्चा छ अरे यहाँ एउटा चम्चा छ यही चम्चाले पालै पालो खाने होला होइन अरू पनि छ ल चम्चा चाहिँ रहेछ मैले आज खाना ल्याएको छैन गाई चरकै खाना खाएर बस्ने हो म त यो कानले सुन्दैन यतापट्टिबाट तपाईँ यो साइडबाट भने खाना सुन्दैन बा भनिदिनु नि त एकताल यो कानबाट म अलि सुन्दैन एकपल्ट भन्नु न खाना सुन्दैन बा भनिदिनु न कान सुन्दैन बा हो उसले त ठ्याक्कै पार्यो नि त यार यो हो नि त लाइन भनेको ल यी देख्नु नि हाम्रो त म जहाँ गयो त्यही भ्लगिङको माहौल भन्छ कि अब चाहिँ हामी भात खान्छौँ चाउचाउ र भात हो ए यो खेल्छु म आहा यस्तो मजा आउने भयो नि त अब त यो यस्तो छ यहाँ खेल्ने चिज है हो यत्तिकै ठाडै ल ब्रोले खिचिदिनुहुन्छ म खेल्छु अब यो खेल्ने पनि तरिका छ यहाँ यसलाई यता लिएर के भयो भयो यो चाहिँ मजा आउँछ कि मलाई यस्तो मजाको पार्क एक्सप्लोर हान्दैछौँ हामी आज यो कुरो त भिडियोमा भन्नुहुन्न अहिले हजुर पनि हेर्नु है त ल हाम्रो बहिनीले कुर्ती रेडी गर्नु भएको छ बहिनी त पुरै लुगासुगा लगाएर अर्कैले हिरोइन देखिनु भयो त यार अघि कामको कालो आएको छ त टेन्सन हुँदैन आज मैले ठक्क राम्रो एडिट गर्छु किनकि आज मसँग स्पेसल चिज आउँदैछ अहिले गफ हानेको छु गरेर राम्ररी एडिट गरेन भने के गर्ने हो यहाँबाट गएर आउँदो रहेछ यो पात झरेर पुरै त्यही भन्दा पक्का अहिले यो खानामा पर्यो भने बहिनीले धनिया हालेको धनिया भनेर खुवाउनुहुन्छ हामीलाई टेन्सन छ नि त ए गोरेका बच्चाले यति के भने त्यसमा के भने हैन बल्ल यति त ल्या आफ्नो यति त ल्या यति दिएपछि अनि त्यही माथि बुझ्नु भयो नि कुरो अब यति ल्याएको थियौँ हामी दुईजनाले यो दाइले खानै नपुगेको छ अब यसलाई पनि दिनु पऱ्यो त्यही माथि बच्चा बच्ची आएर माग्यो भने के गर्ने हो नि टेन्सन छ तताएको खाना हो गाई जति यो पार्क पुरै घुमाएर यहाँ यार राखेँ यति बेलासम्म खाना चिसो भइसक्यो त्यही पनि ठिकै छ के छ हेरौँ है त एके भाइले ल्याएको खसीको मासु र भात एके भाइले यो असार 15 मा पहेँलो भात खान्छन् कि गाउँतिर खेत रोप्दा भुटे भात हो कि ए भुटेको भात हो ओके यो हामीसँग चाहिँ नुडल्स बहिनीले नुडल्स ल्याउनु भएको छ हैन धन्नै पोखिएको तर जित्यो त मेरो भातले जित्यो हेर्दैखेरि हेर्नु खसी मासु चाहिँ यो मासु त छैन यसमा छैन अनि त्यो
यसमा 2 भाँडा छ यार, यसले नि जित्नै पर्छ तर। मान्छेहरूले दुई भाँडा खाएर मान्छे ज्यान हेर्नु नि 2 भाँडा खाएको ज्यानै है जहिले 2 भाँडा लिएर हिँड्छ ज्यान चाहिँ त्यही हो। तर मलाई के लाग्यो थाहा छ, जहिले 2 भाँडा लिएर आउनुहुन्छ अनि खाने बेला म जस्तो भातै नल्याएको फेरि टुप्लुक्क आइपुग्छ कि त्यस्तो चाहिँ हुनसक्छ। एक भाडा चाहिँ भाइको लागि हो के ओके त्यही भएर। अब यहाँ 3 जना छौँ, भुइँमा बस्नलाई पनि चिसो छ कि बहिनी, कहाँ बस्ने भयो। यसरी बस्दा पनि केही हुन्न। अनि फत्तै चाउमिन माथि पर्नु पर्यो, भाइले कप्पै खाइदियो भने क्यार हुन्छ तनाव हुन्छ। त्यही भएर ऐकै जसरी बस्नु कि यसरी बस्नु मलाई हुन्छ कि यो मेरो यहाँबाट टाउको अट्छ कि त्यही पनि यहाँबाट अट्छ कि नै अलिकति अटेन भनेपछि अब आफू यहाँ बसौँ के अरे, त्यसपछि आज त म पाहुना हो। यसरी नराख्नु ठुकाइसक्यो क्या खाउँ कि एकछिनमा स्न्याप बनाउनु भयो कि बहिनीले कि बनाउनु म त बनाउँदैन। ल त्यसो खाने बेला सुरुमै खाने बेला आएछ यहाँ त। ल आज हामी पार्कमा पिकनिक आएको। तँ पनि के लिएर भन्दा हामी बिहानको खाना बिहान खाना खाँदैछ होइन, खाना खाँदैन लन्च खाँदै हो। बिहान लन्च खाँदैन, लन्च गर्दै वी आर चाहिँ यसो लन्च डुइङ, इङ्ग्लिसमा यस्तो भन्छ होला नि त्यसलाई नि होइन। हाँस्दै खाँदा नाकतिर छिरो बहिनी। जो कलिगबाट चाहिँ त्यहीसँग काम गर्दाखेरि भ्लग बनाउँदै जाने, जोसँग काम गरेर बढी हालेको त्यो भिडियो हुन्छ नि, त्यो भिडियो जसले बढी हेर्छ कलिग अफ द मन्थ भएर अवार्ड दिनु। हो यो चाहिँ आइडिया आयो ब्रो, कलिग अफ द मन्थ अवार्ड कसले पाउँछ अब यो चाहिँ हो। म यस्तो लक्की छु कि होइन, मेरो अनुहार जहाँ पुग्यो त्यहीँ भिड लाग्छ होइन है। त्यसो त एकपल्ट देखाउनु पर्छ यार राम्ररी होइन, अलि यतापट्टि फर्किनु कसम हो, आउनु के यार आउनु प्लिज क्या होइन, लाज लाग्छ एकताल आउनु न यार, लाज लाग्छ कि भाइको नङ चाहिँ देखाइदिनु दाइ, भाइरल हुन्छ त। अब मैले यत्रो भेरी योबाट खाएँ, यो हाम्रो हो। अब भाइलाई छुट्टै ल्याइदिनु भएको थियो कि मैले खाम है कस्तो रहेछ। ढल्नु होला नि अहिले फेरि साह्रै मिठो भएर दाइ केही लाग्यो हुन केही उ गरे हुनसक्छ है। खै यार भाइलाई त बहिनीले ठग्नु भएको छ यार, यस्तो मसला नहाल्दै निकालिदिनु भएको छ। यस्तो मिठो छैन। भाइले फेरि अर्को ट्राई गर्न लाग्यो। अब भाइले यो खान थाल्नुभयो, खासमा त्यहाँ चना अनि मसला त्यो फुराएका चिजहरू थिए, अब सकिएन त्यही भएर भाइकोमा टन्न छ, त्यही भएर गफ हानिदिएको। खानु त कति मिठो छ त, खानु त। कतिपय कुरा हामीले हो भनिदिए पनि हो भन्नुहुन्छ भाइ, मिठो छ हो हो ए जाउ 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 हामी खानु पऱ्यो। अझै रुम पाइएन, चौरमा सुत्यौँ भनेर गफ हान्छन्। चौरमा खाँदा त यस्तो मजा छ, चौरमा सुत्न पाए कस्तो हुन्थ्यो। आज राति ट्राई हान्दिउँ क्या यार ब्रो। त्यो भाइले ल्याएको पहेँलो भात चाहिँ कसले बनाउनु भएको दामी छ है। यो भिडियो हेर्नुमा खाने कमेन्ट गर्नु, यो प्रमोसन हो, प्रमोसन हल्का। यति भने पनि अरू कसैको हात छ हजुरको घरको? मेरो मात्रै हो। हजुरको मात्र यस्तै नि भनिदिनु न। हजुर के अरे सबजना छ। सुवास दाइले ग्यास बालिदिनु भएको हो? ल सुन्नुभयो सुवास दाइ, हेर्नु त्यही भएर मिठो भएको यो भन्नु नि, यो कसले बनायो दामी छैन नि, एक भिजा एक बिज आयो। ल दिनदिनै हेर्नुहुन्छ कि त्यही क्लिप हेरेको गर्नुभयो भने त 3-4 भ्यू नि आउँछ। एक क्लिपै हो त्यो काटेर। यो के आएपछि दुईटा, एउटा काट्छ एउटा चम्चाले भात खान सिक्नुपर्छ। नसिकेर हेर्नु त यहाँ मासु छुट्याउनु गाह्रो पर्यो। हामी नेपालमा भइदिएको नेपाली स्टाइलले यसरी ल नेपाली स्टाइलले कसैले देखाएन, हामीले नि नहेरौँ ल। अब चाहिँ भाइ कति हल्ला गर्ने र घर गएर फेरि मैले त्यो के जाति आएछ भने थिएँ नि आज, यता यिनीहरूलाई थाहा छैन कि फेरि यस्तो हुन्छ कि कतिपय कुरा चाहिँ यो मान्छेहरूका अगाडि यो हो भनेर अनि आफूलाई लाज हुन्छ नि त भन्न। गाइजहरू आज चाहिँ मेरो घरमा म्याकबुक आउँदैछ, म एकदमै एक्साइटेड छु कि बिहानदेखि नै, त्यही भन्नलाई म त्यहाँदेखि हिँड्दै हिँड्दै यहाँ आएको छु। अघिदेखि खेलाइरहेको छु यसलाई होइन, अघिदेखि त्यही मासु चलाइरहेको छ। त्यही डल्लामा अल्झेको त्यो चम्चाले कहाँ आउँछ त नि, नङ्ग्रा ट्याक्क गर्ने क्याम्पमा खाने होला। सुन न, म हात नहाल्नु भन्छु, हात हाल भन्छ। जे पर्ला हेरेर मर्नभन्दा के जाति भन्छ नेपालीमा लाउँ जिस्कायो मलाई यो अहिले मेरो हिसाबले पर्नु यो लुकाउनु अनि मेरो हिसाबले मैले कति यो हजुरले 3 गन्दा खानु भएन भने फेरि पहिले खाइदिनुहुन्छ है त। बिफोर कस्तो छ देखाइदिनु, आफ्टर कस्तो हुन्छ देखाइदिनु है। बिफोर एकछिन है, यो बिफोर ल
अब आफ्टर अहिले देखाउँला है त ल ल अहिले नखिचौँ ल त्यतिखेरसम्म तँलाई लाइक गर्नु कमेन्ट गर ल त्यही पनि म सुटुक्क खिच्ने प्रयास गर्छु है त मैले चाहिँ अब भाइले त्यो खाएको खिच्दैछु है त के रे त यार अहिले देखाउनु हुने हैन रायो हेर उताले पुरै के यस्तरी टोइलेट बसेछ वरिपरि मस्त खाइरहेको रहेछ अब हामी चाहिँ पसल गरेर आयौँ नि त लेट्स सी भाइ के गर्दैन भाइ राजा के गर्दै हो अझै फेरि खाँदै अघिको बिफोर आफ्टर त यहाँ रहेछ बल्ल सकिएछ अब जाम यार अब चाहिँ हामी फाइनल्ली गयौँ अब के गर्ने भन्ने कुरो यताबाट सुटुक्क भन्न आएपछि थाहा पाइसक्नु भयो होला हजुरले होइन त लेट्स गो अब चाहिँ एकछिन पिङ खेले जस्तो गर्नु पर्यो चुई दसैँ आयो है दसैँ आयो के भएछ अरे ए सक्सेसफुल पर्सन उता छन् म यता पिङ खेलिराखेको छु सक्सेसफुल बुढो फेरि छुट्टै हो क्या अहिले हाम्रो बुढोले फेरि त्यहाँबाट फेरि त्यो पट्टा निकालेर क्याङ क्याङ हात टोकेको देखियो भने टेन्सन हुन्छ अहिलेको बाँकी हुनसक्छ नि त बुढोलाई यो स्थितिमा त नछोड्या भयो भने त गर्ने बहिनीले यार के गरेको यो यतापट्टि फर्किनु त यतापट्टि फर्किनु त बुढो उज्यालोमा यसो नगर्दै भए हुन्थ्यो भन्ने मेरो भनाइ हजुर अब चाहिँ हामी गयौँ है अब हामी घर जान्छौँ भाइ हजुरहरूले सानोमा प्रसाद खाँदाखेरि यो भेट्नु भएको केरा खोज्नु भयो कि नै कहिले मैले यादै भएन हजुरलाई त्यसो हजुरले यो नखानु हो हामी चाहिँ यो भेट्नु छ नि तल समात्ने हो त्यो भएको खोज्थ्यौँ कि केरा खाने बेलामा चाहिँ अहिले मेरो बाबाले फेरि तँ प्रसाद खाएन तँ यहाँ आइज त भनेर भन्नुहुन्छ फेरि होइन खान्छु कानु आला बुवा हेर्नु है हेर्नु भयो भने पनि भनिदिनु उसले प्रसाद खाएछ नत्र प्रसाद नखाए भने पनि अस्ति प्रसाद फिल्म हेरेको सो गाइज म चाहिँ भर्खरै कामबाट भएर आइपुगेँ तल एउटा बक्स आएको छ एमाजोनबाट त्यो पनि मैले मगाएको म्याक्सबुक या धेरै के भन्न पनि आउनु यस्तो मुलाले के म्याकबुक चलाउने हो मैले मगाएको म्याकबुक आएको जस्तो लागेको छ अब म तल जान्छु त्यो म्याकबुकलाई अनबक्सिङ गर्छु लेट्सी कस्तो छ अनि त्यसपछि त्यसबाट खिचेको फेरि खिचेको भन्न आएको छ त्यसबाट एडिट गरेको भिडियो बवाल हुन्छ भनेर लिएको कतिको सजिलो हुन्छ त्यो पनि मैले बिस्तारै बिस्तारै हरेक भिडियोमा भन्दै पनि जान्छु अहिलेलाई चाहिँ म एकदम एक्साइटेड छु किनकि मेहनतले भुड्कीमा पैसा जम्मा गरेर एक एक पेन्च एक एक पाउन्ड गर्दै जम्मा गरेर किनेको म्याकबुक अहिले घर आइपुगेको छ लेट्स गो टु अनबक्स माई म्याकबुक कामबाट घर आउन भन्दै यस्तो सामान आएको छ एमाजोनबाट के आयो यार यस्तो यार भन्दा यसो हेरेको मैले त म्याकबुक मगाएको थिएँ भनेर याद आयो क्या मलाई त्यही भएर अब यो खोल्ने अनबक्सिङ गर्ने त्यसपछि अहिले यो खिचिराखेको भिडियो यसैबाट एडिट गर्ने हो के अरे अनि कस्तो आउँछ त म्याकबुकको एडिट दिनभरि म्याकबुक गएको छ आज त्यही भएर अँध्यारो आए पनि गोरो बनाइदिन्छ भन्दै यसो फुर्ती छाटिएको छु कस्तो हुन्छ हेरौँ है त खोलामा अब ओहो हो ल यहाँभित्र छ है यो पनि बाहिरको एक्सटर्नल प्रोटेक्सन रहेछ इनकेस मन परेन भने फिर्ता गर्नुपर्छ त्यही भएर यी सामानलाई यहीँ राखौँ है त अब यहाँ यस्तो दामी चिज छ यो म्याकबुक टक्कै यहाँ राखेर स्वाट्ट तान्ने भनेको भन्नलाई यो अनि यसरी खोल्ने होला नि त होइन हो हाइट आयो त ल अब यो कताबाट उक्काउने फेरि उक्काउँदै भाँच्यो भने त टेन्सन भएको रे टक्क यस्तो गरेर ट्याक्क खोलौँ है त ओ यस्तो मिठो साउन्ड आउँदो रहेछ नि त फर्स्ट टाइम खोल्दा त एक्सेसिबिलिटी यस्ता सामानसँग यस्तो युजर म्यानुअल छ नि यो आउँछ कि अब अचेल युजर म्यानुअल कसले पर्छ होला कि यो त सर्च इन गुगल भनेर भनिदिए हुन्छ जस्तो लाग्छ मलाई अचेल चाहिँ
हुन्छ नि अथवा आफ्नो केही वेबसाइटहरू दिएर त्यसैमा सर्च गर भनेर भनिदिए त भइहाल्यो नि होइन र युजर म्यानुअल त किन चाहियो र हेर हजुर कसैले हेर्दैन अथवा च्याट जिपिटी एप्पल इन्टेलिजेन्सीमा हेर भनिदिने हो भने पुरै सकियो त्यो प्रिन्ट गर्ने पैसै बच्छ थ्याङ्क यू सो मच फर वाचिङ दिस भ्लग फ्रम फर्स्ट टु लास्ट म्याकबुक मैले कुन दुःखले मेहनतले किनेँ त्यो पनि देखिहाल्नु भएको अरे होइन त्यही भएर चाहिँ अब यो A4 आदिको ब्लगहरूलाई इन्जोय गर्दै गर्नु होला कमेन्ट गर्दै गर्नु होला म अलि शरम लाएर बोल्न सके छैन कि अब म्याकबुक ल्याएर ब्लग गर्दाखेरि वरिपरिकाले देख्यो भने पनि लाज हुन्छ नि त होइन र म्याकबुक किन चाहिँ भिडियो बनाइरहेछ भन्छन् हेरी जाऊ हुन्छ कि ल बाई